मसँग यो 11वटा पेजको अन्नपूर्ण योजनाको फर्म आइपुगेको छ है। र यो अन्नपूर्ण योजनाको फर्म भर्नको लागि चाहिँ तपाईँहरूलाई के कागजपत्रको चाहिँ जरुरत पर्छ सोबारे तपाईँहरूलाई म बताउने छु। र सर्वप्रथम चाहिँ तपाईँको यहाँनिर हेड अफ द फ्यामिलीको डिटेल्स मागेको छ है। तपाईँहरूले हेड अफ द फ्यामिलीको डिटेल्स भर्नको लागि चाहिँ तपाईँहरूले हेड अफ द फ्यामिलीको चाहिँ इन्कम भर्नुपर्ने छ। र यो इन्कम चाहिँ तपाईँहरूले आफ्नो घर बसेरै मोबाइलबाट एप्लाई गर्नुहोस् या पञ्चायत अफिस गएर तपाईँहरूले एप्लाई गर्नुहोस्। तपाईँहरूलाई प्रधानले भेरिफाई गरेर इन्कम सर्टिफिकेट दिनेछ, त्यो एट्याच गर्नुपर्ने छ। र अर्को कुरो चाहिँ तपाईँले भोट कार्ड, आधार कार्ड, पेन कार्ड, ब्याङ्क एकाउन्ट सबै डिटेल्स हेड अफ द फ्यामिलीको मात्रै नभएर पुरा परिवार, तपाईँको घरमा जतिजना पनि परिवार छ, तपाईँको 5 वर्षदेखिको मुनिको छोडेर 5 वर्षदेखिको माथिको जसको पनि आधार कार्ड छ है, उहाँहरू सबैको डिटेल्स यहाँनिर भर्नुपर्ने छ। अझै के कुरो चाहिँ यहाँनिर चाहिँ मेन्सन गरेको छ भन्दाखेरि चाहिँ रासिन कार्ड, तपाईँले रासिन पाउनु हुँदैछ, पाएको छैन है, कुन चाहिँ रासिन कार्ड छ तपाईँकोमा, त्यो रासिन कार्ड तपाईँले यहाँनिर टिकमार्क गर्नुपर्ने छ। गाडी छ छैन, टु व्हिलर या फोर व्हिलर, टु व्हिलर पनि घरमा छ भनेदेखि तपाईँले यस क्लिक गर्नु पर्यो है। र तपाईँको घर तीनटा रुमको छ छैन, यदि तपाईँको घर पक्का घर 3टा रुमको छ भनेदेखि तपाईँले यसमा यस गर्नु पर्यो। र अर्को कुरो छ तपाईँको जमिन, तपाईँको घरमा कति जमिन छ तपाईँको नाममा या तपाईँको फ्यामिलीको नाममा, तपाईँको हस्बेन्डको नाममा या फादरको नाममा, त्यो जमिनको डिटेल्स पनि टोटल यहाँनिर भर्नुपर्ने छ। र नेक्स्टमा छ तपाईँको इन्कम प्रोफेसनल। यदि इन्कम ट्याक्स भर्नुहुन्छ भनेदेखि तपाईँले इन्कम ट्याक्स भर्दैछ भरेको छैन त्यो यहाँनिर टिक गर्नु पर्यो है। र पेन कार्ड, तपाईँको फ्यामिलीको डल्लै पेन कार्ड नम्बर यहाँनिर हाल्नुपर्ने छ। अर्को नेक्स्टमा आएको छ तपाईँको घरमा को मान्छे पढेको छ या पढेको छैन है, त्यो पनि डिटेल्स डल्लै यहाँनिर लेख्नुपर्ने छ। तपाईँहरू कुनै नेता हुनुहुन्छ है, एमपी एमएलए, कुनै पनि तपाईँको नेताको फ्यामिलीबाट बिलङ गर्नुहुन्छ भनेदेखि चाहिँ त्यो पनि यहाँनिर मेन्सन गर्नुपर्ने छ। तपाईँ कुनै गभर्मेन्टबाट पेन्सन थाप्नु हुँदैछ भनेदेखि पनि त्यो पनि तपाईँहरूले यहाँनिर मेन्सन गर्नुपर्ने छ। यदि जिएसटी भर्दैछ तपाईँको घरबाट कोही पनि फ्यामिलीले भनेदेखि त्यो जिएसटीको डिटेल पनि यहाँनिर हाल्नुपर्ने छ। सिएए एप्लिकेसन स्टेटस, तपाईँको सिएए भनेको चाहिँ सिटिजनसिप एमेन्डमेन्ट एक्ट भन्नुको मतलब तपाईँले भारतमा सिटिजनसिपको लागि एप्लाई गर्नु भएको छ भएको छैन। यदि एप्लाई गर्नु भएको छ भने यस गर्नु पर्यो, यदि गर्नु भएको छैन भने नो। यदि तपाईँको घरमा कोही पनि ह्यान्डिक्याप छ है, ह्यान्डिक्यापबाट तपाईँहरूले कुनै पनि सर्टिफिकेट पाउनु भएको छ र त्यहाँबाट कुनै सहुलियतहरू पाइरहनु भएको छ भनेदेखि त्यो बारेमा पनि यहाँनिर डिटेल्स भर्नुपर्ने छ। एसआरमा नाम काटिएको छ काटिएको छैन, अस्ति एसआर गर्दाखेरि है, त्यसमा चाहिँ यदि तपाईँको नाम काटिएको छ भने त्यो पनि डिटेल्स यहाँनिर भर्नुपर्ने छ। र अर्को कुरो चाहिँ के छ भन्दाखेरि चाहिँ तपाईँहरूको फ्यामिलीमा कोही पनि स्टुडेन्ट या बच्चाहरू कुनै स्कुल पढ्दैछ, गभर्मेन्ट कलेज या प्राइभेट कलेज, त्यो पनि डल्लै डिटेल्स भर्नुपर्ने छ। र लास्ट अप्सन के छ भन्दाखेरि चाहिँ लास्टमा चाहिँ तपाईँले कुनै गभर्मेन्टबाट डिबिटी लिङ्क थ्रु अहिलेसम्म सहुलियत पाइरहनु भएको छ कि भएको छैन है गभर्मेन्टबाट, त्यो डिटेल्स पनि भर्नुपर्ने छ। र कोले चाहिँ के चाहिँ सहुलियत पाइरहेको छ यहाँनिर डल्लै डिटेल्स फ्यामिलीकै भर्नुपर्ने छ। र फाइनली अन्तमा तपाईँले यो डल्लै डिक्लेरेसन साइन गरेपछि चाहिँ तपाईँहरूको कोही बिएलओ या पञ्चायतको मेम्बर है र प्रधान बिडिओ या कोही पनि हुनुहुन्छ है, उहाँहरूले चाहिँ फाइनल यो एउटा चाहिँ भेरिफाई गरेर चाहिँ सबमिट हुनेछ।